यार घर त बबाले रहेछ तपाईँ पनि हेर्ने हो ल तपाईँ पनि हेर्नुहोस् अनि हाम्रो अडियन्सहरूलाई पनि देखाम है त आज भने म छु बुढाले कण्ठको रुद्रेश्वर चोकबाट एकदमै अमेजिङ यति राम्रो घर देखाउँदैछु म त छक्क दङ्ग मक्ख सबै परिसके टोटल ल्यान्ड 11 आना क्षेत्रफलमा फैलिएको यो घर हजुरले पाउन सक्नुहुनेछ सो दिस इज यो पार्किङ एकदमै राम्रो छ सो सर आउनुहोस् भित्र पनि म हजुरलाई देखाउँछु है सो यो भयो हजुरको गार्डन कति राम्रो छ ल हेर्नुहोस् त यतातिर वाटर फाउन्टेन यतातिर गजेबोको सेटअप छ भने यहाँबाट चाहिँ हजुरको मेन इन्ट्रान्स रहेको छ है 2 प्यानल वुडन डोर हुँदै हामी चाहिँ भित्रपट्टि लाग्दैछौँ सो एन्टर गर्न साथ यता चाहिँ हजुरको एकदमै मजाको लिभिङ स्पेस देख्न सक्नुहुनेछ सो दिस इज योर लिभिङ प्रिटी मच स्पेसियस छ पार्केटिङ फल सिलिङ छँदैछ यतापट्टि टक्क टिभीको सेटअप गर्न सक्नुभयो भने सो यतापट्टि चाहिँ हाम्रो किचन डाइनिङ छ सर आउनुहोस् म हजुरलाई देखाउँछु सो दिस इज योर डाइनिङ पोर्सन भने यतापट्टि चाहिँ हजुरले किचन देख्न सक्नुहुनेछ सेटअप हुँदैछ है कम्प्लिट फिनिसिङ भइसकेको छैन सो यो फ्लोरमा चाहिँ हजुरले एउटा बेडरुम गेस्ट बेडरुम अनि एउटा चाहिँ कमन बाथरुम स्पेस पाउन सक्नुहुनेछ सो फर्स्ट फ्लोरमा चाहिँ हजुरले यो एउटा फ्यामिली लिभिङ भयो लेफ्ट साइड र राइट साइडमा दुईटै बेडरुम्सहरू पाउन सक्नुहुनेछ सो यो भयो सेकेन्ड बेडरुम हजुरको एकदमै स्पेसियस बाहिरपट्टि बाल्कनीको एक्सेस यतापट्टि अट्याच वार्डरोब यस्तो मजाको ह्युज हजुरले क्लोजेटहरू देख्न सक्नुहुनेछ नि अट्याच बाथरुम पनि छ सो अर्को बेडरुमतिर लागौँ है सो दिस इज अनदर बेडरुम बाहिरपट्टि टक्क बाल्कनीको एक्सेस अनि यतापट्टि चाहिँ मजाले अट्याच वार्डरोब वाल्किङ क्लोजेटहरू राखिएको छ अनि यतापट्टि चाहिँ अट्याच बाथरुम छ ल हेर्नुहोस् त यस्तो स्पेसियस त एउटा रुम जत्रो त अट्याच बाथरुम नै छ सो यतापट्टि पनि एउटा बेडरुम रहेको छ सो टोटल चाहिँ हजुरले घर बङ्गलो डिजाइनको 4 BHK पाउन सक्नुभयो यो हजुरको 4th बेडरुम भयो यतापट्टि अट्याच वार्डरोब अनि हजुरको चाहिँ अट्याच बाथरुम पनि छ सो आउनुहोस् थोरै बाहिरपट्टि हाफ टेरेस पनि हजुरलाई देखाइहाल्छु मजाले घाम लागेको छ साउथ एन्ड वेस्ट डाइरेक्सनको फेसिङ बिहानदेखि बेलुकैसम्म घाम लाग्ने खालको होइन प्रपर्टी ल हेर्नुहोस् त टक्क हाइटमा रुद्रेश्वर चोक करिबन तपाईँको 150 से 200 मिटरको डिस्टेन्समा यतापट्टिको भ्यू पनि एकदमै राम्रो देखिन्छ यतापट्टि ग्रिनरी पनि देखिन्छ होइन यतापट्टि पनि एउटा हजुरले बेडरुम पाउन सक्नुहुनेछ सो टोटल 11 आना क्षेत्रफलमा फैलिएको यो प्रपर्टीको बारेमा यदि तपाईँ फर द मोर डिटेल्स जान्न इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ सम्पर्क गर्नुहोस् सारा सेवालाई